नमस्कार, मेरो नाम शेरबहादुर राई। फेरि आज पनि यो एउटा घरमा गएको थिएँ, यो तपाईँहरूलाई देखाउँदै लाग्छु। स्विच बोर्ड, लाइट, यस्तो छ। यहाँ सिँढीमा जाँदैछु, त्यस पछाडि यहाँनिर टिभी बक्स छ अनि कोठाहरू। कोठातिर म जाँदैछु। त्यतिर यस्तो छ डिजाइन। अनि कोठातिर म लाग्दैछु। त्यसरी यहाँनिर एटेच टोयलेट बाथरुम छ। स्विच बोर्डहरू चाहिँ हामीले यसरी राख्छौँ। फिनिसिङ भएपछि बक्स पहिला जाम गरेर त्यस पछाडि यहाँनिर एटेच टोयलेट बाथरुम, यो सावर, यो कमोड स्प्रे कमोड भइहाल्यो। त्यसकै साइडमा बेसिन, ऐना, त्यसको माथि गिजर पोइन्ट र एडजस्ट पङ्खाको पोइन्ट, त्यसपछि यहाँ गिजरको पोइन्ट भइहाल्यो। यो सावर, त्यसरी मजाले एउटा खाने पानीको, एउटा चाहिँ ट्याङ्कीको पानी, त्यसरी यहाँ लुगा राख्ने ठाउँ। यता काकाले सोर्नु हुँदैछ, सोर्दैछु। सफाइ गर्नु हुँदैछ नयाँ नयाँ घरमा। छ कमन टोयलेट बाथरुम, यहाँ सेम छ तलै जस्तो। त्यो तल उतापट्टिबाट तल्लो टोयलेट बाथरुमबाट यहाँनिर चाहिँ गिजर पोइन्ट रहेछ। त्यो माथि एडजस्ट पङ्खाको पोइन्ट, त्यस पछाडि यो यता कमोड स्प्रे, कमोड लाइट सप्लाई, यस्तो फिनिसिङ भएको छ साथीहरू। यता पनि यो सानो कोठा छ, यहाँ पनि बेसी यसरी टक्क राखेको छौँ। यतापट्टि किचन छ साथीहरू। यहाँनिर किचनमा फिल्टर रो पनि राखिसकेको छ। त्यस पछाडि यहाँ धारा, अनि यतापट्टि चिम्ने फिटिङ भइसकेको छ। यतापट्टि र्याक छ। यतापट्टि पूजा कोठा साथीहरू। यहाँ पूजा कोठामा नै ऊ राख्ने छ, एउटा साबुन राख्ने। त्यस पछाडि यहाँ पनि बेसिन टक्क मिलाएर राख्छ। यतापट्टि पूजा गर्ने ठाउँ। त्यस पछाडि यता छततिर जाने हो। ट्याङ्की राखेका छौँ। ट्याङ्कीको लागि चाहिँ मैले पाइप यसरी नै देख्छु। तपाईँहरू राम्रोसँग हेर्न सक्नुहुन्छ। सिङ्गल सिङ्गल छ सबैको। अनि त्यही पछाडिबाट यस्तरी झरेछ साथीहरू पाइप। यस्तै काम गर्नु परेमा मलाई सम्झनु होला भन्न चाहन्छु। यो चाहिँ दुबीमा हो। यस्तै यसरी नै फिनिसिङ भइरहेछ घरहरू पुरै भन्न चाहन्छु। मेरो च्यानललाई यदि मन पराएर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु पनि भन्न चाहन्छु। धन्यवाद। यस्तै भिडियो अझै आउँदै हाल्दै जान्छु। धन्यवाद। तल चाहिँ यो डिभी बक्स छ, एङ्करको डिभी हो डिभी बक्स चाहिँ। त्यसकै साइडमा एउटा यता पनि छ, यता टोयलेट बाथरुम। अनि पाइप चाहिँ हामीले यताबाट सुई यसरी पिलर बनाएर यसरी माथि लगाएछौँ अनि ट्याङ्कीमा कनेक्सन गरेका छौँ। धन्यवाद।